नमस्कार। आज हामी एउटा निकै संवेदनशील सबैको मन दुखाउने विषयमा कुरा गर्दैछौँ, निर्मला पन्त हत्याकाण्ड। नमस्कार। हो, एकदमै दुःखद घटना। हामीसँग केही लेखहरू अनि जानकारी छन्, त्यसकै आधारमा मतलब घटना भएको 5 वर्षभन्दा बढी भइसक्यो होइन? हो, 5 वर्ष कटिसक्यो। तर न्याय किन अझै टाढा जस्तो देखिन्छ, यही कुरा अलिकति केलाउने प्रयास गरौँ न। हुन्छ, हेरौँ न त। हाम्रो लक्ष्य चाहिँ यी स्रोतमा भएका मुख्य कुराहरू, तथ्यहरू, विश्लेषणहरूलाई अलि सरल भाषामा होइन प्रष्ट पार्ने हो। ठिक छ। यो घटनाले कसरी यति ठुलो राष्ट्रिय तरङ्ग ल्यायो अनि अनुसन्धानका यतिका प्रयासहरू किन सफल हुन सकेनन् त, यसमै अलिक गहिरिएर हेरौँ। हुन्छ। कुराकानी सुरु गरौँ त्यही दुःखद दिनबाटै। 2075 साल साउन 10 गते कञ्चनपुरकी 13 वर्षीय छोरी निर्मला पन्त साथीको घरमा होमवर्क गर्न जान्छु भनेर गएकी। हो, त्यसरी नै गएकी थिइन्। तर भोलिपल्ट नजिकैको उखुबारीमा मृत भेटिन्, त्यो पनि बलात्कारपछि हत्या गरिएको अवस्थामा। एकदमै दर्दनाक। त्यो खबरले त सबैलाई स्तब्ध नै बनायो नि। हो नि। अनि त्यो स्तब्धतासँगै अब प्रहरी अनुसन्धान सुरु भयो। तर सुरुमै गम्भीर प्रश्न उठिहाले नि होइन? हो, उठ्यो। स्रोतहरूले के देखाउँछन् भने त्यो घटनास्थललाई मतलब क्राइम सिन त्यसलाई सुरक्षित राख्नै सकिएन। ए, सुरुमै? सुरुमै प्रमाणहरू सङ्कलन गर्ने, त्यसलाई सुरक्षित राख्ने कुरामा पनि खै एकदमै लापरवाही देखियो। हो र? कतिपय प्रमाण त नष्टै भएछन् क्या। पछि त्यही कारणले केही प्रहरी अधिकृतहरू निलम्बनमा पनि परे। निलम्बनै? हो। अनि डिएनए जस्तो होइन एकदम महत्त्वपूर्ण प्रमाण हुन्छ नि। हुन्छ। हो, त्यो सङ्कलन गर्ने प्रक्रियामा पनि प्रश्न उठ्यो। अनि अनुसन्धान अघि बढ्दै जाँदा प्रहरीले सुरुमा एकजना व्यक्तिलाई समात्यो नि, दिलीप सिंह विष्ट। हो, दिलीप सिंह विष्ट। उहाँलाई मुख्य अभियुक्त भनेर सार्वजनिक गर्यो। उहाँको मानसिक स्वास्थ्यलाई लिएर पनि कुरा उठेको थियो क्यारे। त्यसबारे पनि प्रश्नहरू थिए। तर पछि के भयो भने निर्मलाको शरीरबाट लिएको भनिएको त्यो डिएनए स्याम्पलसँग उहाँको डिएनए मिलेन। मिलेन? मिलेन। अनि उहाँ निर्दोष साबित हुनुभयो, छुट्नुभयो। हो, त्यसले त अनुसन्धानप्रतिको विश्वास झन् हल्लियो होला नि है? एकदमै, पुरै हल्लियो। डिएनए नै नमिलेपछि त अनुसन्धान फेरि मतलब शून्यबाटै सुरु गर्नुपर्ने जस्तो भयो। अनि यसले के देखायो भने सुरुको अनुसन्धान कति फित्लो रहेछ। अनि मान्छेहरू त झन् रिसाइ होलान्। हो नि, मान्छेमा आक्रोश बढ्यो, देशभरि प्रदर्शनहरू भए। त्यसपछि गृह मन्त्रालयले पनि अलि दबाव महसुस गर्यो होला अनि पटक पटक उच्च स्तरीय छानबिन समितिहरू बनायो। हो, मैले नि सुनेको थिएँ कति समिति बने भने। प्रहरीको त्यो सिआइबी होइन, केन्द्रीय अनुसन्धान ब्युरो। सिआइबी, उनीहरूले पनि लगातार अनुसन्धान गरिरह्यो। तर ती समितिहरू जस्तो डिआइजी धिरु बस्नेतको नेतृत्वमा बन्यो, पछि फेरि अर्को मोहन आचार्यको नेतृत्वमा होइन? हो, अनुभवी अधिकृतहरू नै थिए। उहाँहरूले पनि किन ठोस निष्कर्ष निकाल्न सकेनन् त? स्रोतहरूले के भन्छन्? केही कारण देखिन्छ? प्रक्रियागत त्रुटि मात्रै हो कि अरू केही थियो? खै, स्रोतहरूले अलि जटिलताहरू देखाउँछन्। एकातिर त त्यो सुरुमै प्रमाणहरूमा गडबडी भयो नि। भयो। त्यसले गर्दा पछिल्ला अनुसन्धानलाई साह्रै गाह्रो बनाइदियो क्या। अर्कोतिर कतिपय विश्लेषणले के भन्छ भने समितिहरूको काममा पनि समन्वयको कमी थियो कि अथवा स्रोत साधन पुगेन कि वा कतैबाट मतलब बाहिरबाट केही दबावहरू थिए कि यस्तो प्रणालीगत समस्याहरूले पनि असर गर्यो कि भन्ने संकेत देखिन्छ। मानवाधिकार आयोगले पनि त हेरेको थियो नि है? हो, राष्ट्रिय मानवाधिकार आयोगले छुट्टै छानबिन गरेर प्रतिवेदन निकालेको थियो। उनीहरूले पनि प्रहरीको अनुसन्धान प्रक्रिया र भूमिकामाथि गम्भीर प्रश्न उठाएका थिए। यतिका प्रयास गर्दा पनि परिणाम नआएपछि त साँच्चै अनुसन्धान प्रक्रियाकै गम्भीर समीक्षा गर्नुपर्ने देखियो नि। 5 वर्षभन्दा बढी भइसक्यो, अपराधी पत्ता नलाग्नु त एकदमै पीडादायी कुरा हो। निर्मलाको परिवार, उहाँहरू त निरन्तर लागिरहनु भएको छ नि है न्यायको लागि? हो, एकदमै। उहाँहरूको सङ्घर्ष त लामो छ, निकै कष्टकर पनि। उहाँहरूले न्याय माग्दै निरन्तर धरना दिने, प्रदर्शन गर्ने, ज्ञापन पत्र बुझाउने काम गरिरहनु भएको छ। उहाँहरूको अवस्था कस्तो छ अरे? स्रोतहरूमा केही उल्लेख छ? स्रोतहरूका अनुसार अब धैर्यता त टुट्दै गएको होला, तर न्याय पाउने आशा चाहिँ अझै मरेको छैन। प्रहरीले पनि अझै मुद्दाको फाइल बन्द भएको छैन, अनुसन्धान जारी छ भनिरहेको छ। तर प्रगति चाहिँ छैन। त्यही त, ठोस प्रगति नदेखिएपछि परिवार मात्रै होइन, आम मान्छेमा पनि निराशा बढ्दैछ, व्यवस्थाप्रति अविश्वास बढ्दैछ। यो घटना त मतलब नेपालको न्याय प्रणालीमाथि लागेको एउटा नमेटिने दाग जस्तै भयो क्या। आजको यो कुराकानीबाट के प्रष्ट हुन्छ भने निर्मला पन्त प्रकरण एउटा जघन्य अपराध मात्रै रहेन। यो त हाम्रो अनुसन्धान प्रणाली अनि त्यो प्रमाणको वैज्ञानिक परीक्षण समग्र न्याय प्रक्रियामा कति गम्भीर कमजोरी रहेछन् भनेर देखाउने ऐना जस्तै बन्यो। हो नि। यतिका वर्षसम्म न्याय दिन नसक्नुले हाम्रो प्रणाली कहाँ चुक्यो त? यो प्रश्न त उठ्छ नै। एकदमै उठ्छ। र यसले हामीलाई अझ गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ नि। स्रोतहरूले देखाए जस्तै पटक पटक उच्च स्तरीय अनुसन्धान भए होइन, विशेष टोलीहरू खटिए, निरन्तर प्रयास भयो, तैपनि एउटा निष्कर्षमा पुग्न किन सकिएन? यसले हाम्रो अनुसन्धान क्षमता र प्रणालीको कुन चाहिँ पक्ष कमजोर छ भनेर देखाउँछ होला। हो, के होला? वैज्ञानिक प्रमाण जुटाउने र त्यसको व्यवस्थापनमा कमजोरी हो कि अनुसन्धान स्वतन्त्र हुन नसकेर हो कि वा स्रोत साधनै नभएर हो? हो,
यी सबै प्रश्नहरू महत्त्वपूर्ण छन्। अब भविष्यमा यस्ता घटना नदोहोरिउन् र यदि भइहालेमा पनि पीडितले छिटो प्रभावकारी न्याय पाउन सकोस्, त्यसको लागि हाम्रो प्रणालीमा के कस्ता आधारभूत मतलब संरचनागत सुधारहरू तुरुन्तै आवश्यक छन् होला। साँच्चै यो विषयमा गम्भीर चिन्तन गर्नु एकदमै जरुरी देखिन्छ।